अस्मिता म्याम भन्थे मिस अस्मिता खनाल CEO of the youngest Respect you all अस्मिता म्याम बहिनी भयो भने के भन्छ अस्मिता दिदी बढी पढेन अस्मिता म्याम पढ्न लाग्दैन पढ्न त बुझ्दैन मलाई लङ काट्न आउँदैन कि खासमा मेरो बाबाले काटिदिनुहुन्थ्यो जहिले मेरो जहिले बाबाले पनि लङ काटिदिने अनि मलाई लङै काट्न आउँदैन कस्तो बिग्रेको छोरी यो 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 लङ काटिदिनु न त आउनु साथी मैले मेरो हात हजुरलाई समर्पण गरेँ के बिगारिदिनु भने मर्नु भइरहेको केही सोच्दैन के सोच्नु म्याम आइरह्यो क्या भयो गाइस मेरो साथले मेरो नङ काट्दैको हेर्नु ल यहाँ फोकसै भएन म मेरो नाक यो हेर न एकछिन साइड साइड चाहिँ बचाउनु जस्तो छ मेरो नेल आर्टिस्ट उहाँ हुनुहुन्छ म्याम आउनुभयो नि म्याम आउनुभयो गाइस हामीले म्याम पनि अप्रुभल लिए म्यामले हुन्छ लगाउनु म्याम हो लासो दिनुभएको थियो तर अब लगाउनु दिनुभयो खिचिहाल्नु कहाँ हाम्रो होइन साथीहरू बज्यो होइन सबैजना उठ्यो यहाँ बजेको नि होइन यो न्युजले गर्दा के पेन छ हाई गाइस यहाँ मेरो बिहेको प्रपोजलको लागि वी अल निड आउट अब तिम्रो आउटफिट कुरा छ नि हाम्रो मात्र कुरा जसको लागि एउटा यहाँ आउट छ होइन वान पिस के लाउँछ के को लागि प्रपोजलको लागि हामी प्लान गर्यो नि त तिमीलाई त अनलाइनले लाउनु पऱ्यो रेडी गर्नु पऱ्यो अनि सेकेन्डमा इज ब्याचलर त गर्नु परिहाल्यो नि होइन स्पेलिङ बिर्छ तर त्यो गरेर अनि थर्डमा इङ्गेजमेन्ट एक्सन पनि त गर्नु पऱ्यो नि त फेरि ड्रिङ्क खानु पऱ्यो फ्यामिलीको अगाडि पनि अनि इङ्गेजमेन्ट भएन एउटै रिङ युज गर्छ कि अर्को अर्को म त्यही कन्फ्युज हो तर एउटै साइड गर्छ एउटै गर्दा नि हुन्छ अगाडि गर्छ होला अनि त्यसपछि फोर्थमा इज हल्दी होइन फर्स्टमा मेहेन्दी पहिला मेहन्दी अनि हल्दी हो पहिला हल्दी होला हात सबै उयो होइन तर त्यो माथि गर्ने हल्दी है त फर्स्टमा त्यसपछि फिफ्थमा अनि हल्दी त प्रपर इन्जोय गर्नुपर्छ त्यही भएर सेकेन्ड डे मेहेन्दी गर्ने हल्दीको दिन हामी उ गर्ने ल होली खेल्ने होला त्यही भएर दुईवटा चाहिन्छ हामीलाई फिफ्थ डे इज मेहेन्दी ओके अनि तिमी ककटेल पार्टी पनि दिन्छौ हुन्छ मेरो बाबुलाई हामीले ब्याचलर पनि दिनुपर्छ दिइसक्यो यहाँ माथि वेडिङ नाइट भन्दा एक दिन पहिला हुन्छ होइन वेडिङमा धेरै भएपछि हाम्रो यो अलिक ठुलो वेडिङ हो नि त अनि ककटेल नाइट होइन यसको लागि त जाति हो दिउँसो भयो तिमीहरू गर्दा नि हुन्छ होइन अनि हामी आउने काम गर्छौँ अनि त्यस ककटेलपछि के हुन्छ प्री वेडिङ फोटो सुट हुन्छ तिमीहरूको होइन फोटो सुटमा हामी पनि जानुपर्छ हाम्रो लेखेर खिचौँ हाम्रो वान विथ द ब्राइड्समेड्स भनेर खिच्नु यसमा चाहिँ तिमीहरूको प्री पार्टी प्री वेडिङ रिसेप्सन प्री वेडिङ रिसेप्सन रिसेप्सन होइन त्यसपछि 9मा चाहिँ अब एक्चुअली होइन प्री वेडिङ रिसेप्सन पछि चाहिँ हामी साइपाटा लिएर जान्छौँ होइन के गर्छौँ साडी लाउने के गर्छौँ रे त्यो के हो त्यो निम्तो लाउने क्या निम्तो ए निम्तो 9 भयो होइन त्यसपछि एक्चुअलमा भोलि चाहिँ आयो तिम्रो अब टेनमा बिहे आयो दुईवटा आउटफिट हुन्छ किनभने एउटा त अब लाइक तिमीहरूको माला एक्सचेन्ज गर्ने होला एउटा चाहिँ अब त्यो तिम्रो दुईवटा हुन्छ हाम्रो दुईवटा हुन्छ हामी के गर्छ 11मा चाहिँ अब हामीले त के हुनु होला त्यो चाहिँ एक्सपिरियन्स ग्रुपको
रिसेप्सन त्यसमा नि हामीलाई बोलाएको छ होइन अनि त्यसपछि लास्टमा चाहिँ अब सबै समअप गरेपछि साथीहरूलाई चाहिँ एउटा पार्टी पार्टी जाने अनि पार्टी Yes, yes, okay, ए okay. 12 वटा भएन ए वाउ यो पनि भयो अनि ककटेल पनि भयो तिमीहरूले दुईवटा पार्टी खुवाउने हो मैले यो त सबलाई नै तिमी एकचोटि गर्छ तिमी यस्तो नगर त्यही भएर नगर अनि मलाई हेर्नु त आउटफिट literally यत्रो यसको लागि त एउटा हाम्रो कुरा तिम्रो कुरा होइन नि okay, फेरि एउटा ल, आउटफिट यसमा दुईटा आउटफिट तिनटा 4 5 किनभने दुईटा चाहिन्छ चाहिन्छ किनकि एउटा होली खेल्यो अनि मेहन्दीको दिन हामी क्रिकेट नि खेलौँ मेहन्दीको हल्दीको दिन खेल्ने होम साइड भर्सेस राइट साइड मेरो त्यो एउटा अलि यङ खोज है Young किन्न सक्दैन फेरि रनले किन्न सक्दैन भने चाहिँ फाइदा फेरि बिहेको दिन उठ्नै नसक्दैन आई मिन क्रिकेट खेल्नु अगाडि मैले अस्ति जस्तै युट्युबमा भएन फिफ्थ भएन अनि त्यसपछि 6 यसमा चाहिँ एउटामा चाहिँ मेन चाहिँ एउटा मात्रै गर्ने होइन यसमा नि एउटा 7 अनि 8 अनि यसमा त हाम्रो अप्सन हामी दुईवटा अप्सन राख्नु सक्छौँ क्यामेराम्यान त तिम्रोपट्टि हो नि हाम्रो पैसा लाग्दैन 8 1 2 3 4 5 6 7 8 9 9वटा अनि यो प्री वेडिङ पार्टीमा पनि एउटा मात्रै राख्नु अब ठिकै छ 10 भयो अनि साइडबाटको दिन पनि एउटा किनभने हाम्रो एउटा यसमा त हल्का सिम्पल लगाएन सिम्पल अनि त्यसपछि बिहेको दिन त दुईवटा आउटफिट भयो 11 12 13वटा आउटफिट भइसक्यो ग्रुप पार्टीकोमा चाहिँ अब एउटै गर्ने 14वटा आउटफिट हो अनि ड्रपको बेला त एउटा त्यस्तै त हामी आफै किन्नुलाई हामीसँग भइहाल्छ ए अरू चाहिँ मैले किनिदिने हो तिमी त किन्दिनौ अरू मैले किन्दिनँ उसले त किन्दिनँ अनि अब हामी गिफ्ट तिमीलाई हामीले किनभने यहाँ एउटा डाई गर्दै ल्याउने म त के सोचिरहेको थिएँ त उहाँको कस्तो स्पेसल यिनीहरूले यस्तो भन्दा मैले किनिदिने किन्दै हाल्छु नि म यसको त हामीसँग अलरेडी नै प्रियङ्का नि अलि यता आउनु भिडियोमा नआउनु ल अनि मेरो वेडिङ गिफ्ट मेरो मेहन्दीको लुगाहरू त तिमीहरूले किनिदिनु होला नि त त्यसले हामीले गर्ने अरे ए बा वेडिङ गिफ्ट पनि हो वेडिङ गिफ्ट चाहिँ के छ भने अब तिमीलाई त्यो त नभन्नु मैले लट्ठी प्लिज मैले लट्ठी इमेजिन गरिरहेको थिएँ कि त्यो त किन मभन्दा ठुलै हुन्छ नि म वेडिङ गिफ्ट चाहिँ भने हामीलाई 12 दिन लागि आउटफिट दिन्छ होइन 12 दिनको लागि आउटफिट अनि हामीसँग चाहिँ के को 12 दिनको आउटफिट सुन का पेसन 12 एक्साइटेड भइहाल्छ त्यही भएन अनि 12 दिनको लागि अब हाम्रो बजेट लो हुन्छ नि त त्यही भएर हामीले बाहिर जानु गएको तिर मिल्दैन त्यही भएर अब त्यो बजेट तिमीहरूको लो हुन्छ यत्रो धेरै बडा किन्न लगाएर यिनीहरूको बजेट लो हुन्छ अनि पछि हाम्रोमा त दिन्छ नि त तिमीलाई भयो भने अनि मेरो चाहिँ हुन्छ होला त झन् अनि अब बाहिरमा 15वटा आउटफिटबाट यो त भयो नि तिमीलाई चाहिँ 12वटा दिन्छौँ हामी होइन कन्ट्रिब्युट गरेर लट्ठी पनि दिउँला चिन्ता नमान न तर पहिला त्यो होला यो चाहिँ अब लाइक एकदमै नेसेसरी आउटफिट हो एकदमै उसको लागि पनि दिने उसको लागि पनि दिने ऊ आफै दिन्छ उसको लागि तिमीहरूले देख्यो मैले भने ऊ आफै दिन्छ कि उसको लागि आफै आफ्नो प्रिफरेन्स उसलाई दिनुपर्छ र पर्दैन भने उसको यिनीहरू कति टाढा टाढा बसेर हाँसेको कि अनि नजिक बसेर हाँस्यो न अलिकति उसलाई त चाहिँदैन नर्मली तिमीलाई चाहिँदैन भनेपछि उसलाई किन चाहियो मलाई किन चाहिँदैन होइन भन्नाले तिम्रो चाहिन्छ त्यही त दिँदैछौँ नि तिम्रो मात्रै चाहिन्छ कि उसलाई चाहिँदैन उसलाई चाहियो भने तिमी आफै आफ्नो अब आफ्नो कुरा आफ्नो प्रिफरेन्स अनुसार उसँग त हुन्छ त ऊ त्यो हात काम थाल्छ मेरो होइन उसको छुट्टै केही हो छ कि उसको एकचोटि क्यामेरा पज गर्न त नै अलि अलि हालै नमिले गऱ्यो युट्युबमा त्यो त्यो कुरा नगरौँ न सरी कुरा गर्दैन मात्रै अरमान मल्लिक हो कि केसको थाहा त्यही भएर म त बोल्दै म त आउँदिनँ यार त्यही भएर हामी त आएँ दुईजनाको यहाँसम्म मात्रै हामी सँगै हुन्छ त्यसपछि
यतिको लागि चाहिँ तिमी अब ज्यादा उही ट्रिप नजाने तिमीहरू बिहे गरेपछि जाने ट्रिप होला हनिमुन है त अब मेरो बाबाले भिडियोहरू भयो मेरो बाबालाई थाहा त्यसको छैन राखेर हनिमुन 12 वटा लुगा नि त को नोटिफिकेसन आउँछ 12 डेजको ल के हनिमुन तर यो त 12 डेज होइन नि त ए ल ल यस्तो के 12 डेज होइन 6 डेजको हो 12 nights 30 days वाला गर ल किनभने 12 वानडेलाई चाहिँ आफूलाई यता होइन होइन हाम्रो त सबै युज हुन्छ नि 12 डेजको म डेट जानलाई राम्रो राम्रो आउटफिट लाएर जान्छु ओके अब कुन नट इन्ट्रेस्टेड बाली साली त प्यारिस जाउँ न प्यारिस है मेरो तर मलाई मल्दिप्सै जानु मन छ मल्दिप्स लेख मन्दिर है त यसको लागि तिमी 4 डे 3 नाइट्स 4 डेज ल 4 डेज थाइल्यान्ड मेरो हुनेवाला बुढा हेर है पैसा कति कति कलेक्ट गर्नुपर्ने छ थाइल्यान्ड त कपाल जानु छँदै छैन थाइल्यान्ड पनि जानु मन छैन एक मलाई दिनको लागि जाउँ न त नेपालै घुम्न जानु मन छ मलाई त नेपालमा त्यस्तो के गर्छ त्यो त बस्ने मुस्ताङ गयो नि जाडो हुन्छ म बुटो जान्छु नि त म गर्मीले पाएको त्यही गर्मी उही यदि उयो गर्ने अफिस काम लाग्छ त्यही कुरा भयो काम लाग्दैन के लाग्छ त्यही हो नि गर्मी हुन्छ होइन जाडोमा जान्छु जाडोमा पनि गर्मी हुन्छ होइन ठिक हुन्छ जाडोमा गएपछि होइन मुस्ताङमा जाडो हुन्छ भन्यो त्यही भएर बुटोलमा गर्मी हुन्छ भनेर भनेको कि अनि तिमीहरू होइन त्योवाला भिडियो बनाउँछ यो सर आउनु भयो अब सरले बनाइदिनुहुन्छ भिडियो वाला हुन्छ अनि त्यस्तो किस गरेको प्यारिसमा ए ओके ओके सर पनि आउनुभयो तर खिच्दिनँ फेरि सर 4 नाइट्सको लागि जाउँ न त्यसमा चाहिँ हामीले हस्पिटल लाउनु मिल्छ होला मुनिपट्टि टाइममा अनि न्युयोर्क पनि जाऊँ होला न्यु इयर होइन न्युयोर्क मलाई भेट ल हस् मलाई उसलाई मलाई उसको बिदा लिएर आउँछ नि त यहाँ ए चाँडै गर्ने हो कि अब 2 वर्षमा गर्ने होला नि त तिमी कहाँ हुन्छ एउटा यहीँ हुन्छ 2 वर्ष त 4 5 6 7 8 9 10 11 12 4 दिन बाँकी छ 4 दिन चाहिँ अब न्युयोर्क मन लागिसक्यो म यहाँ लको लागि चाहिँ अब पछि म इन्फ्लुएन्सर बने जस्तो मलाई के अब त्यो इन्फ्लुएन्सरबाट मलाई अब के स्पोन्सरहरू आएपछि चाहिँ म तिमीभन्दा अगाडि त म इन्फ्लुएन्सर बन्छु जस्तो टाइममा त्यही छ किनभने 4 नाइट छ यिनीहरू पहिला घुम्न जाने होला र सरले आएर हेरेर के लेखिरहेको छ तिमीहरू घुम्न जान्छ हो कहाँ को यिनीहरू यति टाइममा घुम्ने होला बाहिर के थाहा म त घुमेको घुमै मात्र गर्ने हो गाइस आउटफिट युज हुँदैन 22 बनाइदिनु त यसलाई 22 वटा आउटफिट होइन के हुँदैन एक दिनमा दुईटा आउटफिट लाउने होला नि त सक्यो अस्पतालमा बिहे गर्न लाग्छ सक्यो गाइस फेरि भन त एकचोटि आजकल अस्मितालाई भिडियो बनाउन कति नै मन पर्छ युट्युबहरू नि तिम्रो दिदी युट्युबमा युट्युब च्यानलमा दिन्छ सब्सक्राइब गरेर ल प्लिज यार लिटरली त्यहाँ बन्छ छिला चाहिँ पढिरहेको छ कि अभिषेक कति नगर न अब तिमी जाने हो अगाडि सकाबाट आयो ए ला गाडी छ क्या हो सबैकोमा लक छ रेडी रेडी ल हिन्दी इङ्ग्लिस नेपाली भन न भन हिन्दी ल ल ल ल भन मे तुम यो तुम हो आर्यन 3टा वर्ड
एक्टर मैं हम हमारा मेरा अनि हिरो हिरोइन कोही छ भने हिरो हिरोइन कोही सेकेन्ड वर्ड भन न सेकेन्ड साउथ त थाहै छैन मलाई मे 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 मेजबान साउथमा यसलाई के भन्छ मलाई ए के हम तुम साउथ अरे सेकेन्ड वर्ड होला कि सेकेन्ड वर्ड के हो सेकेन्ड वर्ड पनि मै हो यस्तै हो ए ए ए प्रेसिडेन्सियल आएको होइन अनि यहाँ गेम चलिरहेको रहेछ ओए कस्तो नाइस अलमोस्ट गोल भइसकेको थियो मेरो यो लङले गर्दा यो प्रपर्टी ड्यामेज भएको हामी क्लास पङ्क नाइस 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 है पिछु मिल्दैन है एउटा लि भनेर अस्मिता यु क्यान डु इट बलले जाला होइन ब्लर आयो सम्छाले गर्दैछ है यहाँका झन् फेरि खेल्न आएको निम्बु पानी दुईवटा लिएँ होइन दुईवटा लिने है गाइस हिजो मैले पैसा तिरेर निम्बु पानी किनेको आज फ्रीमा पाइने रहेछ उसले हिजो मिठो दिएन अर्को कोक एक्सचेन्ज आन्टी म कोक एक्सचेन्ज गर्नुपर्छ क्या हो ओए मिल्छ भने त्यही गरौँ है मिल्दैन भने निम्बु पानी पनि खाने हामी अनि अब मुभी टिकट पनि ट्राई हान्ने हो फेरि गाइस मसँग त मुभी टिकट छ उसले जित्यो मैले तिम्रो भिडियो आई लाई गाइस सो हामी चाहिँ होइन उसको स्कुटर निकाल्छौँ अब अनि आउ सो यु गाइस द BTS अफ इट सो वाउ गाइज म त स्कुटर छुनै नपाइकन उठ्दिएर एकछिन नचलाऊ स्कुटर फोन आइरहेको छ पानी खान्छु भनेको कोही प्यासो मर्ने आँट्छ त्यो पछाडि पानी अभिला पानी दे भनेको अझ के अभिला पानी चाहियो अरे चाहिँ दिन्छु एकछिन पेसेन्स मैले मेरो फोन खै तिम्रो हात जाने हो माथि रोले आफ्नो स्कुटर त बसेँ ल ए यस्तो बिर्सिरहेको गाइज फ्लोमा बसेँ ल भनेर आऊ nobody is there so guys now we going upstairs I don't leave the phone I will drop it for you तपाईँ हातबाट फोन खोलिदिइरहेको तर खोज्दैन म त्यसलाई के हालिदिन्छु होला होपली गाइस सो आज हाम्रो दिन चाहिँ कसरी बित्यो बित्न चाहिँ बित्यो तर कस्तो फनी भन्दा नि फन वे फर्स्ट
पिरियडमा केही पनि भएन लाइक म्यामले अनि लाइक क्लास दिनु भएको थियो तर हामी मेरो क्लास चाहिँ बस्यो म बोलेँ म्यामले अगाडि बोलाएको भयो तर ठिकै भएछ मलाई अगाडि बोलाएको किनभने सजिलो क्वेसन थियो नि त अनि सेकेन्ड क्लास हामीले बङ्क गऱ्यौँ अनि हामी प्रेसिडेन्सियलको फेयरमा गयौँ प्रेसिडेन्सियल प्रब्लम स्पोन्सर हस्पिटल हामी आफ्नो इम्पोर्टेन्ट क्लास खोलेर गयौँ नि त ठिकै मेरो साथीहरू तिनीहरू साथीहरू गरेर म्युजिकले दिए त थियो एन्ड देन लास्टको ल असिस्टेन्टको क्लासमा त we didn't do anything, we laughed a lot. उहाँ ल असिस्टेन्ट क्लासहरू मन पर्छ रमाइलो लाग्छ मिस गर्ने मिस गऱ्यो भने लाइक के छुट्टै द्याट इज समथिङवाला हुन्छ त्यही भएर अब त अन्तिम कति साह्रो अन्तिममा आएको जस्तो लाग्छ मलाई यसपालि लास्ट चाहिँ लामो लेन्दी भएको थियो कि जब कोहीसँग बोल्दिनँ थियो त्यसो त्यही भएर त्यस्तो लाग्यो अनि ब्याक क्यामेरा भएको छ आफ्नो अनुहारै नदेख्दिएर मलाई के को तलब लाग्यो भने मलाई पानीपुरीको तलब लाग्यो ऐसी तलब बेटी what the fuck is wrong with stupid rats गाडीलाई चलाउन आउँदैन म चलाइदिन्छु नेल्सला राखेर त्यस्तो त्यो उकालो पनि चढायो मैले कलेजको तर अब तिमी हेलमेट चाहिँ कसरी खोल्छौ बहिनीलाई बोलाउ साँच्चीहरूको यो लाएर मलाई लेख्नै आएन कि तर जब चाहिँ खोल्न चाहिँ ट्राई नगर एक दुई दिन त राख न साँच्ची एउटा क्वेसन मैले उसलाई सोधेको होइन त्यो सारमा टोइलेट गर्नु के गर्नु भनेर तर त्यो त भ्यालिड क्वेसन हो तर त्यो लाग्दैन लाइक अब जो नि इमेजिन गरेर लाग्दैन मलाई लाग्छ तर जुन लाइक इमेजिन गरेर चाहिँ के होला यस्तो होला मलाई लाग्थ्यो होइन तर लाग्यो तर लागेन चिन्ता नलिनु नेल्स लाएर पनि यु क्यान पुट प्राउड यु क्यान पुट माइक यो कम्युनिटी भाइलेन्स अगेन्स्ट भनेर पनि भोलि मैले पनि नउठाइदिनु नभए त पुक्क निस्किरहेको फेरि हामी ल ओके बाई गाइज बिकज लेस देन 5% अफ यर ब्याट्री सेभर हेज बिन ओके बाई 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 ब्लग सकियो बाई अर्को समयमा फेरि भेटौँला साँच्ची भन्नु साँच्ची किन भेटिरहेको मलाई CEO हुनुहुन्छ नि त तर यसले डिसाइड पाउने होइन पढाइले पाउने पोजिसनले पाउने पोजिसन पाउने त्यो जानु कमसेकम नराम्रो लाग्यो रिसोर्टै केही भएन पढ्नु ठुलो मान्छे बन्नु त्यति मात्र चाहना छ र सबैको चाहना त्यही छ मम्मी पनि चाहना हिँडेको एज अ गाई चाहना मेरो नि गएको त्यो ठुलो मान्छे गएर बन्दिनु सर्ट अब माथि नभन्नु सर्ट भन्न दिँदैन अब गाईको लागि पढ्ने के गर्ने पढ्ने गाईको तपाईँले थाहै होला कर्तव्य के हुन्छ गाई बहिनीले पढेन भने के हुन्छ कर्तव्य के हुन्छ मैले त्यो कुरा भनेको होइन जुत्ता लागेर बाहिर ढुक्का बन्द परेर बाहिर होइन गाईको कर्तव्य के हो सर बाहिर हेरिसक्यो अब के भयो दाइ भयो दाइ बाबामा दाइसँग साथी के भन्नु पर्दैन दाइले रिसाउनु पाए भइसक्यो पाए कि पाएन भाइ हामीलाई होइन सबले गाली गरिदिनुहुन्छ अनि हामी खाजा खान के गर्ने सोचिरहेको छु त्यो पनि
छोड्नु भएन म कतै न कतै गएको थिएँ जुन बेलामा चाहिँ मैले सम्झाइरहेको छु 4 वर्षको दिन छ त्यो 4 वर्षमा कतै न कतै गएको यहाँ तपाईँको हावा लागेको थियो भर्खर भर्खर चिठी छ 21-22 वर्षको जान जानु पनि त्यही गएको थिएँ तिमीलाई दुःख तिमीहरू के गर्नु थियो एकअर्कालाई यही 4 वर्ष जुन छ त्यो 4 वर्षलाई मस्टको कुरोमा युटिलाइज गर्ने काम चाहिँ गर्नु मद्दत हुन नि सक्नुहुन्न कि तपाईँको 5 वर्ष 7 वर्ष बर्बाद गरेर त्यस पश्चात तपाईँले कभर गर्न सक्नु त्यति क्यापेबिलिटी कसैमा हुँदैन धेरै बेइज्जती सहनु पर्ने हुन्छ आफ्नो भाइहरूसँग बसेर पढ्नुपर्ने हुन्छ त्यो कुरा मैले ध्यान दिनु होला है अहिले तपाईँ दाइ भइहाल्नु भयो तपाईँ सिनियर मान्छे छ तपाईँ सिनियर भइहाल्नु भयो 7-8 वर्ष सिनियर छ बच्चा बुच्चीसँग पढ्न मन लाग्छ र पढ्नुपर्छ बाध्यता 7-8 वर्षपछि मैले थाहा पाउँछु माइ गड पढाइ स्किल तपाईँको इम्पोर्टेन्ट त्यतिखेर कस्तो नराम्रो छ कसैले सोध्यो के गर्दै हुन्छ तपाईँ भन्नुहुन्छ के भन्न सक्नुहुन्छ सोधिहाल्नु शास्त्र कहाँ हुनुहुन्छ के भन्नुहुन्छ कहाँ हुनुहुन्छ यातायात जे पेज छ त्यो पेजलाई मजाले युटिलाइज गर्ने काम चाहिँ गर्नेतिर लाग्नु भयो यही पेजमा रमाउनु छ यही पेजमा पढ्नु छ यही पेजमा मजाले तल पढ्नु र रमाउनु जिन्दगी बढी छँदैछ होइन जस्तो सुरु कहाँ गएको थियो त्यो मलाई याद हुन्छ म त्यहीँ बस्थेँ जान्थेँ त्यहाँ लोटस टेम्पल घुमेर बस्थेँ जान्थेँ त्यहाँ ताजमहल घुमेर बस्थेँ पढाइ लेखाइ स्टप हो किनभने घुम्न माहौल छ घुम्न मन लाग्छ घुम्दै बस्छु केही 3-4 साल पश्चात तपाईँले कसैले घरबाट बाहिर निस्कनु घरबाट बाहिर लाग्छ होला बारम्बार कसैले सोध्यो के गरिरहेको छ समेत मन लाग्दैन जे पेसा यही पेसा यसलाई युटिलाइज गर्ने काम 4 साल 5 साल केही नगरिसकेपछि कभर गर्नुपर्छ भने किनकि तपाईँको बाबु मम्मीले नै तपाईँ इज्जत गर्दैन घर परिवारले पनि इज्जत गर्दैन साथीभाइको पनि पुरै छोड्नु कसैले केही पनि इज्जत गर्नेवाला छैन त्यो इज्जत पाउनको लागि तपाईँ धेरै नै मिहिनेत गर्नुपर्छ रुनुपर्ने हुन्छ रोएर के पनि हुनेवाला छैन मिहिनेतै गर्नुपर्ने हुन्छ र एकचोटि तपाईँले मिहिनेत गरेर गयो भने तपाईँमाथि कसैले विश्वास नै गर्नेवाला हुँदैन र त्यो विश्वास नै तपाईँले अन गर्नुपर्ने हुन्छ जेसा जिन्दगी यही छ पढ्न चाहिँ स्टार्ट गर्नु होला यही फेज है सर्भेमा 4 साल 5 साल जुन फेज छ तपाईँको त्यो फेजभित्र क्रुसियल वान छ गाडी तपाईँको दिमागमै बच्चावाला छ र जे कुरा भन्यो त्यो कुरा तपाईँले के गर्न सक्नुहुन्छ यदि मिहिनेत गऱ्यो भने सजिलै लिएर जान सक्नुहुन्छ बुढेसकालमा तपाईँको केही कुरा याद हुँदैन आफ्नो छोराछोरीको त नाम याद हुँदैन भने पढे लेखेको कुरा के याद हुन्छ हल्का यस पश्चात 6 साल पश्चात तपाईँले थोरै याद हुन्छ बिर्सिँदै जानुहुन्छ फेरि कुराहरू तपाईँको जीवनमा के बित्या हुन्छ त्यही कुरा बिर्सिँदैन र त्यतिखेर पढाइ लेखाइको कुरा त यादै हुँदैन अहिले देशमा छ भने अहिले मेमोरी बनाउनेतिर जानु कहाँ जानु पऱ्यो पढाइतिर मेमोरी बनाउनेतिर जानु पऱ्यो पढि लेखिहाल्यो भने 25 साल पश्चात मेमोरी बनाउँदै बस्नु 26 साल पश्चात जति मिठो मिठो मेमोरी बनाउनुहुन्छ बनाउँदै बस्नु न कसैले केही गर्नेवाला छैन कसैले त्यहाँ भने नि केही मतलब राख्नेवाला छैन पैसो मेरो समय मेरो तपाईँले पैसा चाहियो कति चाहियो दिनु न घर सरकारले त्यही भन्यो कति पैसा दिनु न 10 लाख रुपियाँ दिनु त्यसपछि तपाईँले पहिलाकै डिसिजन लिनु घर परिवारले मानेर मान्दैन मान्छ मलाई त अब यहाँ डिसिजन त मानिहाल्छ पहिला मान्दैन अब मान्छ किन मान्छ यो लागिरहेको छ विश्वास अब के पैसा कमाउँछ आफ्नो जीवन चलाइहाल्छ हाम्रो जीवन नै के चलाइहाल्छ त्यही कुरा होइन र मान्नु चाहिँ घरमा तपाईँ कुरा मान्दैन भने तपाईँको जति छैन होला केही मान्दैन तपाईँको ट्रस्टै छैन होला केही गरेर मान्दैन होला मलाई तपाईँमाथि ट्रस्ट हराएर गइरहेको छ र तपाईँले भनेको कुरा मैले मान्दिनँ होला भन्छु पढ ए फर एप्पल भन्छु तपाईँले थाहा नै हुँदैन ए फर एप्पल हुन्छ ट्रस्ट हराएको होइन तपाईँले मेरो बिचको सम्बन्ध हराएको होइन त्यो सम्बन्ध हरायो भने तपाईँले मतलब गर्छु र अथवा तपाईँले मलाई मतलब गर्नुहुन्छ र
अब तपाईँको पढाइले मतलब गर्छ र अब तपाईँले पढाइको मतलब गरिराख्नु भएको छ र त्यसको मतलब गर्नु न उसले तपाईँको मतलब गर्दैन तपाईँले पढाइको मतलब गर्नु न पढाइले मान्छे यस्तासँग गएर केही पनि ज्ञान दिएर केही पनि मतलब नै लाग्दैन भन्दैन र पढ्ने स्टार्ट गर्नु है हार्टली रिक्वेस्टेड हात जोडिसकेको छु अरू हात जोडिरहेको छु अरू जोड्नु पऱ्यो भने पनि जोडौँला पढ्न चाहिँ स्टार्ट गरौँ आजदेखि डायलिसिसको ट्रिटमेन्ट हुन्छ कस्तो ट्रिटमेन्ट हुन्छ डायलिसिस सरले धेरै दिइसक्यो सर भनेर अब सिधै कहाँ हुन्छ ए सोनु डायलिसिस नै बोलाउँछ नि त अब सोनु सर हुँदैन के हुन्छ मिस अस्मिता खनाल CEO of the youngest अस्मिता म्याम बहिनी भयो भने के भन्छ अस्मिता दिदी पढ्न त बुझ्दैन तपाईँले के भन्थे मिस रूपा खेती म्याम होइन कस्तो इज्जत दिन्थे मिस म्याम 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 अब के भन्छ ओ कृष्ण होइन सरहरू तिमीमा जानुहुन्थ्यो नि ड्राइभर तमा जान पायो नि त के भने सानो सानो डाइरेक्ट त भन्न सक्छ डाइरेक्ट भन्न भन्नु न हजुर हाम्रोमा त भन्दैन भन्दैन हाम्रो त भन्छ ए छोरा छोरा गरेर भन्दैन सर म भन्छु अरू चाहिँ यहाँ नि भन्छ त्यसले चाहिँ बहिनी अलिक तत भनेर कुरा गर्छ अथवा तिमी भनेर भन्छ मैले यहाँ 15 वर्ष दिदी सबैले भन्छ दिदी भन्छ मैले के भन्छ दिदी म त हजुर आइसो बस्छु हजुर आइसो भनेर त हाँस्छु बाहिर जाने आयो म भित्र आउनु बोला सरी